केमा राख्नुहुन्छ तपाईँले? हे तेरी तपाईँ पनि कस्तो मान्छे यो सूर्यनारायण आफ्नै साथी यो रुखका पनि आफ्नै साथी चाहिएको अब घाम ताप्न परेको शीतल ताप्न परेको तारा भनेको औँसीको रातमा पनि झलल्ल बल्ने झन् चाहिएको घन्टी भनेको बिहानैदेखि नारायण पनि पूजापाठ गर्न चाहिएको हलो हेर्नु त हलो भनेको छोरोले सानेको सिप भनेको हलो जोत्न हो यो झन् चाहिएको छाता भनेको झन् पानी पर्दा घाम लाग्दा उड्नु पनि चाहिएको मादल झन् हेर्नु रत्याउली पनि जेमानी चाहिएको गिलासमा पानी खानै पर्यो अनि त्यहाँबाट शङ्ख हेर्नु त हामी बिहानैदेखि पूजापाठ गरेर शङ्ख चाहिएको माटो झन् अनिवार्य नभई भएन भनेपछि कुराको फुल सिम ओहो उज्यालो नेपाल यो झन् झलल्ल पानी चाहियो हेर्नु त अब सबैलाई दिनुपर्छ भोटलाई दिनु ल यति गरेपछि आफू पनि खुसी साथीभाइ पनि सबै